नमस्कार साथीहरू, यदि नयाँ भ्लग लिएर आएको छु। थम्बनेलमा हेरिहाल्नुभयो होला। यो चाहिँ बर्कुको नयाँ ओभरपास सम्बन्धी छ। यदि ओभरपास बनेपछि के हुन्छ भन्ने कुरा हो। यो हुन्छ अहिले 1 बजेतिरको यो भिडियो फुटेज हो होइन। अब जाम कतिको छ भने अहिले चाहिँ जाम छैन है तलपट्टि है। अब यसले चाहिँ जाम कतिको रोकियो भन्ने कुरा चाहिँ हो होइन सबभन्दा पहिला। र अर्को कुरा चाहिँ यहाँनिर मान्छेहरूलाई सहज छ कि छैन यो बनेर होइन, सुरक्षित कति छ भन्ने कुरा हो। यो तलपट्टिको पास चाहिँ अहिले माथि हिँडेको भएर खासै अहिले यहाँ देखिएन। यो चाहिँ दिउँसोको समय हो। राति र बिहान अफिस टाइममा के हुन्छ त्यो चाहिँ छुट्टै कुरा हो। अब यहाँनिर जाम भने यस्तो गाडीहरूलाई चाहिँ फेरि मौका पाएको छैन क्या। फेरि त्यसरी गाडी रोकिदिने बाटोमा स्टप छैन यहाँ, अनि त्यसले यहाँ मान्छे झार्ने त्यस्तो गरिरहेको छ कि। त्यो चाहिँ एउटा यिनीहरूलाई फाइदा भयो। यिनीहरूले त्यस्तै गरिरह्यो भने चाहिँ त्यो जाममा चाहिँ हामी धेरै खस्छौँ है। अहिले दिउँसो भएर खासमा फरक त परेन। अब यसको स्पेसल अब शान्त स्टप हो एउटा पऱ्यो त्यहाँ सही चारपाटी के भन्छ बाटो अब त्यसले अब खेल्दै गेल अरू चाहिँ ओभरपासको छ। म ओभरपासमा पनि जान्छु एकछिनमा। त्यहाँ चाहिँ जाम भएन। यो पुल चाहिँ बनायो। अब सुरक्षित कतिको छ भन्ने कुरा चाहिँ सरकारले हेरेको होला होइन, किनकि यो त माटोको ढिस्को त हो नि होइन, माटोको ढिस्को हो। अब त्यही कारणले चाहिँ यसमा चाहिँ कस्तो प्रविधि प्रयोग गरेको छ त्यो सरकारले चाहिँ यसो हेरेर सुरक्षाको हिस्ट्रीले के कस्तो छ त्यो बुझिदिनु पर्ने। र यहाँबाट घुमाउनु ठाउँ रहेछ है, घुमाउनु मिल्यो। यो साइनले चाहिँ हामीलाई घुमाउनु पाइन्छ भन्ने एउटा सङ्केत गर्छ। यसले चाहिँ किन यताबाट गएको त अहिले चाहिँ म ओभरपासतिर जाँदैछु होइन। यसलाई चाहिँ ओभरपासै भन्छ किनकि ओभरहेड ब्रिज मान्छे हिँड्नु भयो होइन। अनि अब नाम चाहिँ अब यसको चाहिँ ओभरपासै भनेर चाहिँ ओभरपासै भन्छ यसलाई। ओभरपाई भनेको चाहिँ आकाशमा स्थित हुन्छ, त्यो चाहिँ तलपट्टि अब पिल्लर सिलर भएर जाने हुनाले त्यसलाई चाहिँ ओभरपाई भन्छ। यसलाई चाहिँ ओभरपासै भन्छ किनकि यो चाहिँ त्यसमै बनाएको छ। अब हेर्नु होला सररको यो एउटा फर्स्ट हो है नेपालको लागि, काठमाडौँको लागि होइन। यो फर्स्ट ओभरपास भन्नु पऱ्यो यसलाई होइन। अब अहिले बन्नु त बनिरहेको छ अहिले थाङपट्टि र अहिले यसै कुरा गरौँ। यो हिँड्दाखेरि चाहिँ यो अरू रोडमा हिँडे जस्तै भइरहेको छ, तर अब चाहिँ लागिरहेको छ है। अब सिनहरू चाहिँ देख्न सकिन्छ अलि माथि माथि आएको हिँड्न चाहिँ भयो। यस गाडी चाहिँ अलिकति यो भ्यूहरू चाहिँ यस्तो देखिँदो रहेछ। यस नेपालको लागि एउटा नयाँ कुरा भनौँ न हो। यसले चाहिँ हाम्रो खास ट्राफिक कन्ट्रोलको लागि चाहिँ धेरै सहयोग गर्छ भन्ने छ। अब यो सुरक्षाको हेतुले चाहिँ के कस्तो छ राम्रै बनाएको हुनुपर्छ। हामीले चाहिँ धेरै दुःख पनि पाएको थिएँ सेफ्टीको लागि। हाम्रो पैसाहरू समयहरू होइन, अनि यो जुन टाइम भनेको त मनी हो नि, टाइम इज मनी भन्छ नि, त्यो चाहिँ धेरै खर्च गर्नु परेको थियो कि। त्यस कारणले चाहिँ अहिले चाहिँ अब यति बनेपछि अब केही सुविधा होला भन्ने हामीलाई लागिरहेको छ। यस यति छ, धेरै लामो पनि छैन, तर यतिले गर्दा चाहिँ कन्ट्रोल हुन्छ ट्राफिक होइन, जामहरू कन्ट्रोल हुन्छ भने चाहिँ राम्रै हो। ठिकै छ। अब यो चाहिँ भ्लगमा मैले सानो मिनी भ्लग बनाएँ। तपाईँहरूले मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला होइन। के कस्तो लाग्छ तपाईँहरू पनि आएर हेर्नु होला होइन। मलाई चाहिँ अहिलेलाई त ठिकै लाग्यो। अब सुरक्षा के छ अब यस्तो कुरा बन्नु हुँदाखेरि
के सजिलो हुन्छ भन्ने कुरा त्यही सबै कुराहरू अगाडि पनि हुनु पर्यो। अब यो यस्तो धेरै ढिलो टाइम चाहिँ लाउनु भएन, किनकि समय धेरै नै लाग्यो है। लगभग यो 4 वर्षमा कम्प्लिट भएको कारणले चाहिँ यसले चाहिँ हामीलाई साह्रै दुःख चाहिँ दिएको थियो है। अब त्यो दुःख चाहिँ बिहोर्नु नपरोस् भन्ने चाहिँ हाम्रो चाहना हो र सरकारले यो कुराहरू बुझ्नुहुन्छ होला, सरकारले बुझ्नु पर्यो। र मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। आज ग्वारकुटको ओभरपास हेरिहाल्नु भयो। मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला र त्यस्तै भिडियोको लागि तपाईँहरूले मेरो च्यानललाई चाहिँ एकदम सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ। र आगामी दिनमा फेरि अर्को भ्लग लिएरै आउनेछु। त्यो चाहिँ अहिलेको के कस्तो छ भन्ने कुराले चाहिँ हिजो चाहिँ मैले बनाइहालेको हो। पछि फेरि अर्को भ्लग अवश्य लिएर आउँदा छ। हस् त, keep watching my channel and like and subscribe and share. Thank you very much.